हाई रिसेन्टली एउटा नयाँ चिज मसँग भएको छ है। जब मैले जन 1:1 पढेँ कि येशू ख्रीष्ट चाहिँ वचन हुनुहुन्छ भनेर। सो वचनलाई चाहिँ मैले अलिकति सिरियसली त्यहाँदेखि लिन थालेँ है, स्टडी गर्न थालेँ। रिड त म पुरा गर्थेँ है, तर म आई वान्टेड टु हियर फ्रम हिम भनेर चाहिँ आई लिटरली स्टार्टेड स्टडिङ इट, पढ्न थालेँ। कतिवटा स्टोरीहरू त म बुझिहाल्छु अनि मेरो लाइफमा एप्लिकेबल हुन्छ। तर म अहिले चाहिँ राजाहरू पढ्दै थिएँ। सो राजाको पुस्तक जब पढ्दैछु, एउटा मोनोटोनस स्टोरी जस्तो भएर गइरहेको थियो। फलना राजा चाहिँ यति वर्षमा राजा भयो, यति रुल गर्यो, परमेश्वरको नजरमा उसले राइट गर्यो गरेन, त्यही चिज भइरहेको थियो। अनि मैले प्रभुलाई भन्दै थिएँ, प्रभु यहाँबाट चाहिँ तपाईँले मलाई के चाहिँ सिकाउनुहुन्छ? स्टोरी सुन्दैछु, ओर्दैछु। तर वाट ह्यापन्ड वाज, जब म अरूहरूसँग बात गर्दै थिएँ, अरू चिजको लागि बात गर्दैछु अनि डिसिजन मेकिङहरूको कुराहरू भइरहेको थियो, के गर्नुपर्ने यो चिजहरू कुरा हुँदाखेरि चाहिँ त्यो स्टोरीबाट पो प्रभुले मलाई रिभिल गर्न थाल्नुभयो। त्यति बेला चाहिँ त्यो वचन मलाई याद आयो कि जन 14:26 मा लेखेको छ कि पवित्र आत्माले चाहिँ तिमीलाई चाहिँ वचन रिभिल गर्छ र मैले भनेको कुरा चाहिँ बुझाउँछ चाहिँ पवित्र आत्माले भनेर है त्यहाँनिर लेखेको छ। त्यो चिज चाहिँ मसँग भयो। त्यो स्टोरी जब मैले स्टडी गरिरहेको थिएँ, इट वाज जस्ट स्टोरी, एउटा मोनोटोनस भइरहेको थियो। मैले त्यहाँबाट केही चिज निकाल्न सकेको थिइनँ। तर जब अरूसँग बात गर्दै गर्दा त पवित्र आत्माले यो भन्नु खोजेको, यसरी डिसिजन लिनुपर्छ, यो त्यही स्टोरीबाट, त्यही वचनबाट मसँग बोल्यो है। एन्ड यसले मलाई एकदम नयाँ इन्साइट, नयाँ जोस पनि दिएको छ। सो यो भन्दा चाहिँ आई जस्ट वान्टेड टु एन्करेज यु, अगर तपाईँले पनि बाइबल स्टडी गर्नुहुँदैछ, मेबी तपाईँले बुझ्नु भएको छैन अहिले है, पवित्र आत्मालाई मद्दत माग्नुहोस्। अहिले बुझेन भने पनि हामी बोल्दै बोल्दा, हामी हिँड्दै हिँड्दा पनि पवित्र आत्माले उहाँले लेख्नु भएको वचन हामीलाई रिभिल गर्नु हुँदो रहेछ। सो यो चाहिँ आई जस्ट वान्टेड टु सेयर एन्ड एन्करेज।